हेलो हेलो साथीहरू, स्वागत छ आजको मेरो मिनी ब्लगमा। अनि म चाहिँ यहाँ छु मकैबारीमा। यस्तो छ हाम्रोतिर चाहिँ यस्तो कुहिरोहरू लागेको छ साथीहरू। अनि त्यसपछि यस्तो मकैको बारी छ पुरै। अनि हामी चाहिँ यहाँ कोदो रोप्नको लागि यस्तो घाँस काट्न आएको साथीहरू। मकै चाहिँ यस्तो पनि फलेको छ, अलि देखेन कि क्यामेरामा। यस्तो पनि फलेको छ साथीहरू। मकैको ताल यस्तो फलेको छ। त्यसपछि कस्तो राम्रो फुल पनि फुलेको छ। फुल भन्छ कि त्यसलाई घाँस पनि भन्छौँ हामीले। अनि त्यसपछि यहाँ यस्तो छ बोडीहरू यसरी भएको छ। घाँस चाहिँ के गरी काट्ने हो, कस्तो छ पुरै छोडौँ। अनि चाहिँ यता साइनमा हुनुहुन्छ, आउनुभएको छ। अनि त्यसपछि साइनमा यता हेर्नु न, राम्ररी देखिनु राम्ररी देखिनु भएछ। के गरेर काट्ने हो, घाँस जुका लागिरह। घडीमा चाहिँ 7 बज्ने आँटेको छ साथीहरू। घाम लागेको छैन, पानी डुम्म परेको थियो। बिहान उजेलो भएदेखिबाट पानी पनि परेको थियो, अहिले चाहिँ पानी परेको छैन। अनि मकै बारीहरू यस्तो भएको छ के कहिले कसरी पन्छाउने हो, अनि कसरी पन्छाउने हो, कसरी कोदो रोप्ने हो भनेर हामीले चाहिँ सोचिरहेछौँ। अनि सोचिरहेछौँ भन्दा पनि टेन्सन भएको छ। अनि हाम्रो त यस्तो झुम्म परेको छ, काल्नामा घाँस छैन, यस्तो छ। अनि चाहिँ सानोमाले यहाँ कुँडो फाल्न लाग्नुभएको छ, कुँडो भएर आउनुभएको छ। यस्तो कुँडो उता जानुभएको। अनि त्यसो चाहिँ बोडीहरू त्यस्तो भएको छ, लट्टमर भएको छ। मकैहरू कहीँ पाकेको छ, कहीँ त पाकेको पनि छैन। अनि यस्तो भएको छ कि यस्तो छ, यस्तरी पुरै झुम्म परेको छ। कसरी पन्छाउने होला, गाह्रो छ हो, गाह्रो छ। हाम्रो चाहिँ होसिया यहाँ छ, यो चाहिँ हाम्रो होसिया हो। एकान्टा छ, 2 टीको होसिया। अनि त्यसपछि राम्रो छ, त्यहाँ कागज छ। अनि यस्तो घाँस छ कि कसरी पन्छाउने होला भनेर चाहिँ सोचिराखेका छौँ। तर पन्छाउनु त पर्यो। घाँस भुइँमा त घाँस हुन्छ नि सानोमा, खासै यहाँ त पातलो पातलो छ, चाप्पा चुप्पा पारिदिने आनन्दै हुन्छ। यहीँबाट सिधा हो हाम्रो, फेरि यहाँ त यहीँबाट सिधा हो क्या। अन्त साँझतिर म काटौँ ल, अलि उतातिर काट्नु ल तपाईँले। ल नि तपाईँ घाँस बोडी त टिप्नु त होला, हेर्नुहोस् त यस्तो छ। यो त फान्न पर्यो हजुर। यो नफलेको त काटिदिनु त, मकै त फले होइन। यो मकै यो नफलेको मकै त काटिदिनु। हेर्नु यस्तो जाब नफलेको मकै किन राख्ने र। अनि साइनमाले चाहिँ काट्न सुरु गर्नुभयो। अनि मैले चाहिँ अब मैले पनि काट्छु साथीहरू। मैले चाहिँ काट्न लागेको। अनि धेरै दिनपछि म चाहिँ भ्लगमा आएको छु साथीहरू। अनि त्यसपछि मेरो युट्युब च्यानल चाहिँ लाइक कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। यस्तो यस्तो भिडियोहरू हेर्नको लागि लाइक कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला। गाउँले भ्लग चाहिँ हेरिदिनु होला। अनि त्यसपछि सेयर पनि गरिदिनु होला भनेर भन्न चाहन्छु। अनि म चाहिँ याद आयो कि मैले चाहिँ खाजा यस्तो चिउरा लिएर आएको छु कि। काटिसक्नु भयो, म चाहिँ खाँदैछु, म पनि काट्छु। अनि त्यसपछि अलि यो काटिसकेपछि कस्तो हुन्छ तपाईँलाई देखाउँछु साथीहरू। बोडीहरू छ हजुर, ध्यानसँग हेरिदिनु होला। सबै काटौँ भने सानो यस्तो यस्तो सबै काटौँ भनौँ। पुरै बोडीको तरकारी त मिठो हुन्छ कि, तर यसले चाहिँ यति हानि गर्छ कि पुरै छोरामा यस्तो झरेर यहाँ यस्तो भएको टिप्ने होला नि।
अनि त्यसपछि यहाँ छ के बोडी। यो बोडीहरू त तरकारी मिठो हुन्छ साथीहरू, अनि त्यही भएर बोडी नि टिप्न पर्यो। अनि त्यत्तिकै खेर फाल्नु नि भएन नि त, खासै रहन्छ हो यसमा त। यस्तो छ साथीहरू हाम्रो गाउँ चाहिँ, यस्तो छ कि। हजुर होइन होइन, हामीले चाहिँ यति घाँस काटिसक्यौँ अनि त्यसपछि यस्तो भएको छ। घाम नि लागिरहेछ, अहिले चाहिँ राम्रो देखिया छ साथीहरू। अरूको घर हो साथीहरू, मेरो चाहिँ होइन। च्याङ पारिसकेँ, मलाई यसलाई चाहिँ दिउँसो गोड्न पर्छ। हाम्रो चाहिँ घाँसको मुठाहरू त्यहाँ छ, अनि मेरो चाहिँ 2टा मुठा यहाँ छ घाँसहरू। अनि हामी चाहिँ हिँड्यौँ अब घर खाना खानको लागि। चाहिँ मैले चाहिँ नाम्लोले बोकेर घाँस चाहिँ लगेर जान्छु। भोक नि लागिसक्यो, अब चाहिँ घर जान्छ। यो चाहिँ कस्तो हुन्छ नि दिउँसो चाहिँ त, थोरै क्लिप चाहिँ तपाईँलाई देखाउँछौँ। अहिले त्यस्तो छ ओ सानमा, त्यस्तै हुनुभएको छ। यही कोदो खाना, यही कोदो रोप्नलाई यति दुःख हुन्छ। यही कोदो मिठो हुन्न, मिठो तरकारी चाहिन्छ यही कोदो खानालाई, ढिँडो खानालाई होइन सानमा। अर्की चाहिँ त्यहाँ चाहिँ बल्ल बल्ल पिल्ली पिल्ली हेर्छु, चटपटेले पार दिइरहेछ कि। मैले पनि यस्तो बनाएको छु। मेरो काका चाहिँ उता छ, यो झार चाहिँ यस्तो छ, के गर्नु। म पुरै भिजेँ कि सानमा, म पुरै भिजेछु। हाम्रो सानमा चाहिँ त्यस्तै हुनुभएको छ। अनि म चाहिँ यसरी गोड्छु, झारहरू गोडेर मेलो बनाइदिन पर्छ। यस्तो भएको छ कि छोडम हो, छोडम। बनेन के हाल्ने, हात धुने ठाउँ फेरि यस्तो छ, माटो भएको थियो त्यही भएर। अनि यस्तो छ, त्यस्तो झार छ हाम्रो बारीमा। यता चाहिँ गोडेको बारी भयो। साइनमा चाहिँ गोडिराख्नु भएको छ त्यहाँ, यता फेरि गोड्ने बाँकी छ। अनि यता गोडेको भयो।